Hello everyone, welcome to my another vlog. आज चाहिँ हाम्रो सेलरोटी पकाउने प्रोग्राम छ. सो गाइज अनि यता चाहिँ सेलरोटीको प्रिपरेसन हुँदैछ. सेलरोटी पकाउने चाहिँ हाम्रो पूजा सान. सेकेन्ड आउट चाहिँ पिठो टन्न भिजाएर राखेको छ. अनि आज सबैले एक एकवटा सेल हाल्ने है. अब चाहिँ सान तपाईले त हालिसक्नु भयो. यो चाहिँ फर्स्ट सेल भएर होला गाइस. अलि बाङ्गो बाङ्गो भएको छ है. अरू लेभलमा आएपछि म तपाईँहरूलाई देखाउँछु है. सेलरोटी बनाउने म्यान गर्ल्स है. यतापट्टि छ सेकेन्ड आउट गाइस. अचार यो चाहिँ अचार हो. दुईवटा क्यामेरा ल्याएर नर्भस बनाइदिन्छन् है. सेल हाल्ने मान्छेलाई होइन. सेलै बिग्रेर अहिले चाहिँ राम्रो भयो फेरि सेकेन्ड सेल. अलि चिनी कम भएर चाहिँ हाम्रो थप्ने काम हुँदैछ. तर पिठो चाहिँ मिस अहिले गुलियो भएन मलाई गाली गर्नु. अहिले पिठोको खर्च सुनेको बाँकी नै छ. के का हाल्ने न कति हो त भयो सोच्नु भयो. कहाँ सोडैदेखि पानीमा भिजाएर अरे सेल है गाइस. सेल पाक्दैछ हाम्रो. सेल पकाउने मान्छे नै होइन. सेल जस्तै राम्रै हुनुहुन्छ है. त्यही भएर सेल पनि राम्रो पकाइराख्नु भएको छ है. त्यो हाँसी चाहिँ अलिक लामो भएको भए सजिलो हुन्थ्यो है. हात पोलिरहेको तपाईँलाई. सानो भयो क्या पक्नु. ल यसले गरौँ न त. यसले मिल्छ पोलिहाल्छ नि त. तेलमै डुब्की हाल्न खोज्छ. अब हाँसी त सबै त्यत्रै त हुन्छ. सुगर लाग्छ. सुगर नलाई त मान्छेहरूको यहाँ ज्यान कस्तो भइसक्यो. सो गाइज हाम्रो चाहिँ यहाँ स्टुडियोमा हल्का ट्रायल हुँदैछ यति बेला. अनि चेक गर्दैछ. ट्रायल प्लेयर छ. हामी चाहिँ चाँडै नै स्टुडेन्ट सोहरू नै आउँदैछ. अनि सो त्यसैको लागि यहाँ स्टुडियोहरू सेटअप गरिरहेछौँ. यतापट्टि माइकहरू छ. अनि यसो बोलेर चेक गर्दै यो लाइटहरू भयो यता. अनि क्यामेरामा चाहिँ उहाँ दिवार सानले अहिले क्यामेरा समातिराख्नु भएको छ. सो गाइज सेल हेर्नु त यहाँ कति धेरै पाकेको छ गाइज. अब हामी सेल खान्छौँ. सेल सेग्राउट है. अझै पिठो अलिकति बाँकी रहेछ. अनि हामी यहाँ बाबर पकाएर खान्छौँ है. बाबर गाइज सेल पकाउने परी हाम्रो पूजा सान कति राम्री भएर आउनु भएको छ आज. अन्त पूजा सान सेल खाने कति बेला हो? पूजा सान सेल खाने कति बेला हो? अब के पाक्न बाँकी छ भन. के पाक्न बाँकी छ भन. सेल पकाउँदै तेल सक्यो है गाइस. नेपालबाट आएदेखिबाट खाएको छैन हो. यहाँ त कसले दिन्छ र खानालाई. तपाईँ अस्ति जानुभएको थियो खाएर आउनु भयो कि? अस्ति खाएर आएको भएन है साँच्चीकै. प्राउन्ड भएन क्या. मजाले फुल्थ्यो. तेलै भएन क्या. तेल हाल्नु पर्यो अलिकति. होइन तेल थोरेपछि साँच्चै फुल्दैन. सर्लक्क डुबेपछि फुरुक्कै निक्लिन्छ नत्र भने त्यस्तै है. सो गाइज सेल चाहिँ पाकेर रेडी भइसक्यो. अब यहाँ खाना हालिसकेको छ. सेल त्यसपछि चना अचार अनि यो चाहिँ प्राउन्ड है आजको खाना. त्यसपछि यहाँ कोक मासु छैन. सेकेन्ड आउट गाइज. सेकेन्ड आउट गाइज. ल गाइज खाम्बाई. Cheers. मिठो कोक है. आजको कोक त मिठो.
छुट्टै ठाउँबाट ल्याएको हो कि क्या हुनसक्छ है हुनसक्छ यो गाजर कहाँ हालेर खाने